हाइट चाहिँ 31-45 मिटर मात्र रहेछ है। आउनु पर्यो है सबैजना जल्दला उ यस्तो यस्तो भिडियोहरू बनाउन मिल्छ। हाम्रो सरिक्षाजीले ल्याउनु भएको केरा। वेलकम ब्याक टु माई च्यानल आफ्टर लङ टाइम पछाडि अनि धेरै दिन पछाडि आइयो। के कारणले आइयो के कारणले आइएन त्यो चाहिँ पछाडिको भिडियोमा भन्ने गरौँला। अनि आजको तयारीको बारेमा भनौँ। आज चाहिँ हाम्रो यात्रा चाहिँ जलजरासम्मको हुन लागेको छ। अनि अहिले चाहिँ बिहानको 5:07 गइसकेको छ। चेक गर्न सक्नुहुन्छ मोबाइलको हालत त्यस्तो। अनि डाइरोमा चाहिँ बाहिर यसो बाल्कनीमा बसेर एसी खाँदैछौँ बिहान बिहान मर्निङमा। के छ जलजलाको तयारी? उहाँ चाहिँ रेडी हुनु भइसक्यो अनि म चाहिँ रेडी भएको छैन। फाइनल लुक चाहिँ अहिले चेक गरौँला एकछिन पछाडि। अनि त्यही हो, अब यात्रा चाहिँ सुरु हुन्छ होला झन्डै 6 बजेतिर। गाडीहरू पनि आएको छैन। अनि को जाँदैछौँ भन्दाखेरि चाहिँ बहिनीहरू यताउता अनि दाइरोमा अरू मान्छे लगाएर चाहिँ 10-12 जना मान्छे चाहिँ हुन्छ होला। बाँकी चाहिँ अहिले भेटौँला। सी यू सुन, पिस। गाइज रेडी भइसक्यो। अनि फाइनल लुक चाहिँ यस्तो छ। अनि 2021 सालको चाहिँ सबैजनालाई शुभकामना। लेट्स गो इन गाडी। ल गाइज सबैजना रेडी भइसक्यो बहिनीहरू अनि दाइ पनि। अब भित्र 2-4 जना छ। ए ल ल ल ल 2 शब्द शुभकामना नयाँ वर्षको होइन टिकटक। ल गाडी चाहिँ यही नै होला सायद मेरो विचारमा। गुड मर्निङ फ्रम सुलिचौर। नेक्स्ट टाइम फेरि पनि सबैजनालाई शुभकामना नयाँ वर्षको। वाट गाइज गाडीमा छौँ अहिले हामी। अनि 2, 4, 6, 8 जना। ड्राइभर भाइसँग चाहिँ 8 जना। बाहिरको भ्यू चाहिँ यस्तो छ है। ठाउँको नाम चाहिँ थाहा छैन के हो। ठाउँको नाम सोध्यो बहिनी, ठाउँको नाम सोध्यो। जङ्गलै जङ्गल, सालकै बाटो गइरह हामी। लोकेसन मलाई थाहा छैन, म सोधेर भन्छु। सालगारी आयो रे। सालगारी कहाँको सालगारी हो थाहा छैन। फेरि गाडो छ। सालगारी पसिसक्यो अनि हामी थाहा छैन। लेट्स गो इन सिनेमेटिक शट। 1 2 3 गो। लगाइछ हामी भिर पाखा टाढा वन जङ्गल खुचुक खाल्दै गर्दै अगाडि बढ्दैछौँ। बाटो एकदम साइको छ। एउटा काण्ड अहिले एकछिनपछि भन्छु न्युट्रल काण्ड। यस्तो बाटो गाह्रो छ। गाडी घरहरू देख्न सक्छ बाटोमा। लगातार अगाडि बढ्दैछौँ हामी जलजलाको तर्फ। लेट्स गो। हामी खिबाङ भन्ने ठाउँमा आइसक्यो। अनि लगभग यहाँसम्म आउँदा चाहिँ 2 घन्टा झन्डै 2 घन्टा जति लाग्यो। 2 घन्टाभन्दा ओभरै लाग्यो होला। अनि अब लगभग आइपुग्न लागिसक्यो होला जस्तो लाग्छ मलाई। बाटो लाग्ने टाइम चाहिँ 3 घन्टा 3.5 घन्टा त्यस्तो भनेर सुनेको थिएँ। अब खै कस्तो हुन्छ हेरौँ। हिँड्दैछ हामी। खासै त्यस्तो बाटो चाहिँ राम्रो होइन। पानी परेर चाहिँ गाडी कहीँ खस्ने कहीँ के गर्ने कहीँ पहिला जाने त्यस्तो भएर चाहिँ हल्का टाइम लागिरहेको छ। हेरौँ अगाडि कस्तो हुन्छ। अहिलेसम्म त ठिकै छ। बाटोमा ढुङ्गा आएर है ढुङ्गा। रेस्क्यु टिममा हाम्रो डाडाजी। ए हेलो। अनि यहाँको भ्यू चाहिँ यस्तो पुरै दाँदा पाखा भिर के हो काट्दै हामी आइसक्यो। लगभग आधा डेस्टिनेसन आइसक्यो जस्तो लाग्छ। रेस्क्यु हामी पसलमा आइसकेको छ। अनि यहाँ समोसा बन्दैछ। यहाँदेखि चाहिँ बिस्किट लाने भनेको। कुन बिस्किट लाने?
2 5 2 3 6 दुईवटा राखिदिने हो कतिजना 8 जना 3वटा राखिदिनु न ठाउँको नाम के हो नि दिदी ए नयाँ बस्ती डाङ्ग्री खोला ल ठिक छ अनि कुरमुरेहरू छैन 50 को दुईवटा राखिदिनु ए 4वटा राखिदिनु नि त तीनवटा मात्र रहेछ 3वटै राखिदिनु त्यसपछि आलु चिप्स राखिदिनु न 4वटा हजुर दसवटा जति चोखो पनि राखिदिनु हजुर यो के हो यो पनि चिप्सहरू त्यसमा ए चिज बल हो यो त खान्दैन होला हजुर कति टाइम लाग्छ नि त अब जलजला पुग्ने यहाँदेखि अरे त्यो जेलबाङ पुग्न यहाँदेखि जेलबाङ त तपाईँको अब 5-10 मिनटको बाटो हो ए त्यहाँदेखि माथि चाहिँ अब हिँडेर जानुपर्छ तपाईँको लाग्छ 4 घन्टा समथिङ 4 घन्टा लाग्छ है आरामले 4 घन्टामा पुग्नुहुन्छ अलि छिटो हिँड्यो भने छिटो हिँड्यो भने 3.5 घन्टा 3.5 घन्टा योभन्दा छिटो त गाह्रै होला उकालो बाटो हजुर बाटो अब त सबै उकालो हो लगाइ सुनिसक्यो झन्डै 3 घन्टा जति चाहिँ लाग्छ अरे अब सामान रेडी पार्दैछु लगाइ दिदीको बिहानै मर्निङमा चाहिँ चढ्याप्प हुन्छ खाइदिनु कस्तो लाग्छ न अनि कति एक्साइटेड छस् त नि एकदम धेरै गर्नु त रातभरि नसक्ने बारे त्यही हुँदैन नि फुल्ली त्यस्तो गऱ्यो उहाँले धन्यवाद के हो अघिको न्युट्रल काण्ड भएको चाहिँ के हो खासमा भन्दा त ढुङ्गा फाल्नलाई हो कि ढुङ्गा फाल्नलाई गाडी हड्डाएको होइन फाल्नलाई गाडी रोकिएको न्युट्रलमा भयो ओह्रालो भयो गयो हातले खोज्छु यसो फेरि ओए त्यो बिचको दबाना भन्छ यसले के गर्दै त्यो बिचको दबाना बिचको भन्छ के गर्न हात लगेर हालिसक्यो भेटेन भन्छ मान्छे के गर्छ ए दाबेर नि भेटाउनु भएन तपाईँले डाप्नु भयो हातले दाबेको नि हातले छोटो भएर भेटेन नि दाबेन के हातले छोटो भएर दाब्न भ्याएन के पछाडि अगाडि गएको भए आउँदै कतातिर जान्थ्यो म त पछि त्यति बेला डर लागेन होइन पछाडि सोचेँ त्यसपछि डर लाग्यो यदि झ्याप्प ऊ नचढिदिएको भयो होइन बर्बाद हुने नि त नगर यार गाडी हल्का गुडियो ढुङ्गा हाल्ने भन्नु पछि मैले त्यो उठमै हाल्नु ढुङ्गा पनि पाएन दौडेर आयो ढुङ्गा खोलेर अनि फेरि हाल्न आयो कि गाडी देख्दै डर लाग्न लागिसक्यो ल झ्याप्पै गियरमा हालौँ भने उहाँ उछ फेरि स्टार्टमै छ हातले लग्दै जाने हातमा पुग्दै धेरै साह्रै हो नि त यतिदेखि यतिसम्म त त्यही हो जानु सक्यो गाडीको यात्रा हिँडसम्म मात्रै हो अरे अब कहाँबाट जाने गाह्रो छ अब क्यामेरा है गाइज क्यामेरा फोटो हान्नुपर्छ कचक्क होइन एक्साइटेड नाकाबन्द अनि यहाँदेखि चाहिँ बाटो बन्दैछ अरे कि जेलबाङसम्म पनि पुग्दैन अरे यहाँदेखि कहाँदेखि सर्टकट हान्दै चाहिँ जानुपर्ने हुन्छ अरे खै कहाँ हो के हो त्यो केही थाहा होइन अब हेरौँला सबै फर्स्ट टाइम होला परे इन्ट्रोडक्सन चाहिँ पछाडि गरिदिन्छु म सबै बहिनीहरूको बाटो थाहा छैन हामीसँग गाइड छैन अनि एकजना हाम्रो जी बाटो सोध्न गाह्रो छ ओ ट्रेकरहरू के छ गाह्रो गाई चाहिँ एउटा पुल काटिसक्यो अनि फेरि अर्को नेक्स्ट पुल चाहिँ छ यस्तो हो उताको चाहिँ काटिसक्यो उताको देखाएन यताको चाहिँ यस्तो हो गाह्रो छ यतिमै दम फुट्यो मेरो दम गाह्रो छ जेलबाङे हेरे सुन्नेमा आएको राम्रै छ
ल गाइस जेलबाङको ओल्नपत्ती डाँडामा आइसक्यो अनि जेलबाङ गाउँलाई लिएर चाहिँ 2-4वटा फोटो पनि सुट गऱ्यो। अब फेरि लाग्दैछौँ हामी अगाडितर्फ। आन्टी हजुर जलजला कहाँबाट आउनुभयो खाली दोको बोकेर सामान लगेर ए कता गयो हाम्रो काममा नजिकको फुडकै जोस ठाउँको नाम के हो नि यो राङ्सी कहाँदेखि ल्याउनु भएको त घाँसको भारी हो र तपाईँहरू त दौडिँदै हिँड्नु हुने रहेछ त अनि यो ठाउँको नाम के हो त नि आन्टी राङ्सी हो कति टाइम लाग्छ नि यहाँबाट जलजला पुग्न हामी यङ जवानीलाई कति लाग्ला 3 घन्टा ल ठिक छ यसो सानो लौरो दिन सक्नुहुन्न छैन है ल ठिक छ हजुर गाइस हामी हिँड्दैछौँ अहिले झङझङको बाटो अनि अरू सबै अगाडि गइसक्यो बाटो चाहिँ एकदम कन्फ्युजिङवाला रहेछ खासमा चाहिँ उत्ता पाल्नपट्टिदेखि जाँदो रहेछ अनि हामी चाहिँ आयो यतादेखि किनकि यतादेखि सर्टकट पर्छ भनेर आएको झन् लामो पर्ने भयो अनि उतादेखि चाहिँ सर्टकट पर्छ अरे अनि अहिले चाहिँ हामी उतैतिर जाँदैछौँ अनि म चाहिँ सबभन्दा लास्टमा छु सबै अगाडि गइसकेँ देख्दैन कोही पनि गाह्रो छ हामी शुल्कबाङ हो कि सिल्कबाङ भन्ने ठाउँमा आइसक्यो अनि के हो यार लेखेँ स्क्रिन सर्ट गरेर पढ्दा हुन्छ अनि लालीगुराँस भर्खर इन्ट्री भयो पहिलो लालीगुराँस अनि बाटो यस्तो छ टक 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 हट उकालोले हालत खराब गरिदियो अरे हाम्रो गाह्रो नाम के नि दाजु दिदी यो गाउँको कहाँबाट ल्याउनु भयो यो भारी ल ठिक छ बसाइ राम्रो छ जलजलासम्म जाऊँ भनेको उकालो नाच्दै रहेछ ए ल ल ल धन्यवाद खतरा रहेछ गाउँ यतिमाको चाहिँ बोबाल्नै लाग्यो माथि एउटा घर पनि दामी छ हो गुरु 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 अनि हाम्रो कामनाजी चाहिँ हाम्रो अगाडि हुनुहुन्छ आडा ग्रुप चाहिँ माथि गइसक्यो लगाइज केरा सबै टोलीहरू चाहिँ विश्राममा बसेर भोजनालय कार्यक्रम भइरहेछ हाम्रो के नामै बिर्सेछ हाम्रो सरिक्षाजीले ल्याउनु भएको केरा थ्याङ्क यू बनाना दिनुभएको भोजनालय कार्यक्रम भन्छ क्या यसलाई सर र भोजनालय कार्यक्रम के छ त अनि हाम्रो टोलीहरू हल्लाले नभन्ने यार आधा डेस्टिनेसन पार गर्यो माथि त्यो डाँडा काटेर जाने रे गाह्रो छ असम्भव त होइन तर स्पिड सुरु ब्याट्री त 100% फुल म बाटोमा गरेँ नि त ब्याकअप त्यो टाइपको झोडामा किसिम छ नि हाट टियर ब्याकअप गुलामा रुटहरू बोकेर आयो नि त्यो लिएर कतिको एक्साइटेड कहाँबाट सुरु गरौँ हाम्रो सरिक्षाबाट सुरु गरौँ यता हेर त होइन यताबाट सुरु गरेँ टिका ल भन कृतिका के अरे मोरा छेत्री मोरा कि के ओली छेत्री
ल सुरु गर नि त के छ कतिको एक्साइटेड छौ ल सीता बहिनी 2 शब्द ओभर कन्फिडेन्स पनि ओभर छ तेरो त अघि अघि छुइ 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 आइरह्यो अनि हाम्रो लक्ष्मी बहिनीको ओभरको नि डबल ओभर फुटकै जोस छ है यसको फेरि हाम्रो सडिक्षाजी बनाना गर्ल्स यता हेर ल भन न कतिको एक्साइटेड त धेरै छु तर हिँड्न अलि गाह्रो भोलासलाई थाहा मलाई त अनि हाम्रो न्युट्रल काण्डवाला भाइ यता हेर ल ग्रुपमा पर्दैन म त भयो ए हो अनि कहाँ अनि यो ग्रुपै हो क्या तिमी त आउन मेम्बर हो नि यार तिमी त आउन कतिको एक्साइटेड छौ त खुसी लागिरह कि कस्तो लागिरह हामीसँग यसो आएर टुर आएर खुसी रमाइलो ए ल यात्रामा चाहिँ उहाँको चाहिँ ठुलो हाट छ है हाम्रो ब्रोडरको अनि हाम्रो बहिनी गीता बहिनी ल मैले एक्साइटेड भएरै त त्यति टाढाबाट आएको छु गाह्रो छ ल कुरमुरे खाएर झन् जुस लिएर ल अनि हाम्रो दाइ हेर्नु न राति राति सपनामा जलजला देख्ने मान्छे बिहान उठेर त यस्तो रहेछ त अरे के त धेरै धन्यवाद म पो अलमलमा परेको हो बग्दै जाँदा म के अरे राप्ती नदी बन्ला अघिँदै जाँदा जलजला पहाड बन्ला भनेर डाइलग सम्झिराखेको यो भावनामा खुवाउनु भयो तपाईँ म त्यही छ अब हजुरको पालो मेरो केरा सक्यो बल्ल टिकटक बनाउन म मेरो भन्नुपर्दा ल एक्साइटेड त एक्साइटेड ल यहाँ भिडियो बनाउँदा बाटोमा आउँदासम्म के डाइलग सम्झिनु भयो खानु के समात्दिन अब एक्साइटेड त लास्टै एक्साइटेड हिजो साँझ चाहिँ के भयो भन्दाखेरि भात खाएर सुत्यो बिहान उठ्दाखेरि भोक लाग्यो त्यति बेलै जोस त त्यति बेलै हराइसकेको थियो क्या मेरो अनि जोस हरायो फेरि यहाँ तल खाएर जेलबाङमा आएर त्यो डोनट खाँदाखेरि जोस आएको थियो उकालोमा फेरि लास्टै पछाडि रह्यो पारि सडिक छाएर म टिकाएर म लास्टै पछाडि रह्यो उकालोले चाहिँ अलिकति साथ नदिला जस्तो भयो कित्रिका लास्ट गाह्रो उकालोले गर्दा शब्दहरू अलमलमा पर्यो त्यही हो ल बाई सिधै चल्छ नानी ओ नानी के भयो नानी ल गाह्रो पऱ्यो है बाटो त वाइल्ड छ यार हेर त यो उकालो पार गरेर आयो हामी यस्तो बाटो हामी तुरुरुरुरुरुरु तलको बाटो हुँदै यहाँ अनि लास्टमा यहाँ बोर्ड जलजला तबिल डाँडा हो कि के हो यार मैले बुझेन यार अल्टिट्युड 2440 मिटर नेक्स्ट गोला खाएर के यार यो पढ मेरो रोमन मलाई राम्रोसँग आउँदैन अनि चत्त लाएर भट्टा खाएर बाटोभरि रातो लालिरहेको छ अनि ठ्याक्क फेरि रातो टी सर्ट लाएर हाम्रो मिस नेपाल चत्त लाएर भट्टा खाएर सो यो फुल सही
एक ग्रुप छ फेरि डेन्जर दौडिने होला रक्दिएर दौडेर अगाडि कहाँ पुगिसक्यो हामी 3 जना चाहिँ लौडु बम बम होला गाह्रो छ बाटो चाहिँ यस्तो है ढुङ्गा बिच्छको अझै 3-4 घन्टा लाग्छ अरे भन्ने सुन्छु मैले फर्किने मान्छेहरूलाई उतलो 2 जना बाटो चाहिँ यस्तो हो यार म चाहिँ लौरोको सहारामा लास्ट गाह्रो जो गाह्रो छ र आउनु न गाह्रो छ लास्ट पसिना पस्यो लास्ट लगाएछ हामी घुना टेक्दै लौरो टेक्दै के गर्दै यहाँनिर आइसक्यो स्क्रिनसट गरेर पढ्दा हुन्छ है पढ्ने मलाई मोड लाग्यो होइन चुक्क मुख सुकिसक्यो गो यस्तो है बाटो रामा सेतो गुराँस है रातो थियो रातोबाट सेतो धेरै राम्रो देखिन्न लगाइन्छ हामी लामो यात्रापछि विश्राममा छौँ यहाँसम्म आइपुग्न चाहिँ हामीलाई 4 घन्टा लाग्यो लामो हो नि अनि 2 जना अझै पछाडि हुनुहुन्छ कति बेला आइपुग्ने थाहा छैन अनि हाम्रो यहाँ अझै 6 जना चाहिँ यहाँ आइसक्यो बहिनी हाम्रो थकाइ लाग्यो तिमीलाई गुराँसको फुल टिपेर ल्याइदिउँला भने डाइलग हान्न एउटा हान्न जुन हान्न छिटो हान्न भयो नि यहाँ हाम्रो दर्शकहरू हाततिर बर्बाद भइसक्यो यसले सोचेर अहिले पछाडि हान्छ गुराँसको फुल चाहिँ बब्बाल छ है हेर्न लायक छ बाटो यस्तो अघि हिँड्नै मन नलाग्ने बसिकन मन लाग्ने छ तर ठाउँ चाहिँ फेरि एवान भित्रैदेखि कस्तो आउँछ अरे त्यो आफै आएर विचार गर्नु होला एकपटक आउनु होला आउनु भएको छैन भने 2 जना तल झुलुक्कै लौ लेख्छ सरारा मन्चोरी नाचिदिने मेरी नानीलाई ल आउँदैछन् अनि जाम अब चाहिँ हामी हिँड्छौँ कति घन्टाको पुग्छ अहिले पछि भन्दैछु म यहाँसम्म आउँदा चाहिँ 4 घन्टा लाग्यो तल जेलबाङदेखि अनि त्यसपछि चाहिँ यहाँदेखि चाहिँ कति लाग्छ माथि पुग्न चाहिँ म तपाईँहरूलाई अपडेट गर्नेछु टाइम भन्नुपर्दा चाहिँ 12 कति भयो बहिनी 12:30 भइसक्यो अरे 11:30 ओ माई गड नसोचेको के भेडा हिउँ होला कहाँ हिउँ हो त्यो हिउँ हल्का रहेछ पग्लिसकेको रहेछ हिजो अस्तितिर परेको थियो होला के अनि घट सो यो नसोचेको भेटतिर हिउँ परेर रहेछ हिउँ हेर न कति बोवाल चिसो भयो अहिले हेर त कति दामी हो जिन्दगीमा फर्स्ट टाइम हिउँ देखेँ मैले सधैँ भिडियोमा देख्थेँ मैले आज फर्स्ट टाइम देखेँ लास्ट खुसी लागेर 3 घन्टा त म त हिउँमा खेलेर घर जान्छु है चयो दामी नसोचेको पाइयो खासमा गुराँसको लागि मात्र आएको अनि गुराँस प्लस हिउँ तर बिलिसक्यो ल बोर्डमा राम्रोसँग देखिन्न 3115 मिटरको हाइटमा चाहिँ आइसक्यो है हामी अरू बाँकी त के छ स्क्रिनसट गरेर हेर्दा हुन्छ स्योर छ होला के ल सब खुसी
जलजला दाना आयो पारिन्छ याति दाइहरूले पर्खिन् ल है त यात्रा हाम्रो जलजलाको आउँछ हिउँ परेर वाउ छ है राम्रो 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 म के बोलिनँ के भन्न चाहन्छु भने यो जलजलामा चाहिँ हिँडेर चाहिँ आउने काम नगर्नु दुगरेर आउने ल गाइस हामी इन्ट्री गरिसक्यो जलजलामा अनि त्यो पक्कै प्रवेशद्वार होला हिउँको बाटो भएर हामी आउँदैछ गाह्रो छ हिउँहरू त वाइल्ड परेर उता थियो बब्बाल अझै उता राम्रो छ होला उता गएर देखाइदिन्छु म तपाईँहरूलाई गुफा जाने बाटोमा जाँदैछु है हामी अनि गुफा पुगेर चाहिँ देखाइदिन्छु म तपाईँलाई गुफा कस्तो रहेछ भनेर लास्ट खेलाइसक्यो अहिले हरे बिजोक फाइनल्ली गाइस वी आर कमिङ गुफा आउने बाटो चाहिँ यस्तो है जाली लगाएर छ अनि डाँडा उता अब यसो पूजापाठ गर्नेले गर्छन् नगर्ने एकछिन हेरेर चल्दिस् है थियो अलिक भित्र गएर देखाउँछु यार म गुफा यो पार्टी 5 रुपियाँ चढाइदिनु पऱ्यो यार यस्तो यस्तो रहेछ है भित्र हो कि यहाँ अलि भित्र जाऊँ न लास्ट ठुलो हुँदो रहेछ म त हानिदिइहाल्छु बहिनी छिटो छु म आइरहेछ गाइस नि बाई बाई ल यो के हो भामा गुफाको संक्षिप्त इतिहास भामा गुफा टुनु इतिहास यो भामा गुफा 12 भाइ 12 र 22 बहिनी बज्यूहरूको मूल घरको रूपमा रहेको अबे गरेर छुछु बताउन अहिले त आउँछ यो सबै देखाइनु पर्यो ल पढ्न मन लाग्नेले स्क्रिनसट गरेर पढ्दा हुन्छ खै गट्यो ऊ होला 12 होला त्यही हुन्न र रोजको त्यही त कि त्यही हो बाई बाई है कठाले मागेको अनुसार यस्तो गर्नुपर्छ रे हाम्रो कीर्तिकाजी सेकेन्ड लास्ट लेट्स गो होइन म त अगाडि जान्न सब तुली गुफाभित्र हजुर म हिँड्दै आइरहेको दाइ म के माग्ने नि ल है गुफाभित्र के छ अरे खाली खुट्टा कस्तो चिसो हो राम भगवान् गाह्रो छ हामी भित्रभित्र जाँदैछौँ यस्तो रहेछ यार बाटो आएपछि जानै पर्छ रे हाम्रो अगाडि कीर्तिकाजी एकदम बहुत मेहनत गर्दै वे कहाँ गयौँ हामी
आउन त नि यही हो कि यहाँ भित्र ऊ छ अरे त्यहाँ तल्लै छ जानुपर्छ नि लक्ष्मी के हो बाटो यस्तो है के खल्ल पानी पर्छ भनेपछि मानेर पनि पारिदिया हो तिमी लाइट बाल्यो टेन्सन नगर कहाँ ए कहाँ छ खै कहाँ हो भिडियोमा हामीलाई पनि साबिक भित्रबाट देखाउँछु म तँलाई ए कहाँबाट आइस् त एकदम जान्छ फरक आउँछ भन्नुहुन्छ ए त्यस्तो हो हुन्न त्यहाँ ठाउँ बहुत कसैको छ बच्चा रहेछ यार डर के भन्छ भगवान् बच्चाको र भगवान् होइन कसँग छ क्या त्यहाँ चुवा 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 गरेर कहाँ होइन हो कि के को बच्चा रहेछ कि फिलिङ्स सुनाउनु न कस्तो भयो फिलिङ्स सुनाउनु न फिलिङ्स एकदम हल्का सुरुमा गएको हल्का डर लागेको नि त बिस्तारै बिस्तारै गएँ यसो सबैले सम्झेर भेटी चढाएँ अनि फर्किने बेला चुवा 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 गरेर अलिकति डराएँ हो कि भनेपछि अलिकति डराएँ हुन त ए रक्षा गर यस्तो ओडाएर सिरियस चुवा 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 गरेपछि डर त लागिहाल्छ नि अलिकति नर्मल हो केही छैन लाग्छ के मागेर आउनु भन्नु मिल्दैन मागेपछि भन्नु फेरि अर्को छ है भित्र त्यसले त धेरै माग्यो त को हो त्यो त्यसले त अब बर्खाभरि पुग्ने माग्नु लाग्यो त्यसले होइन यहाँ नआएको धेरै भएको छ कस्तो किन के को बच्चा हो कि त्यो खुट्टा राखेर तिक्तार मनलाई जाडो जाडो भयो पूजा गरिसकेर आएपछि चाहिँ यस्तो गर्नुपर्छ अरे यसरी बस्नुपर्छ अरे सबैजना बाइक लेखेको छ वर्का तिमी लाइट देखाइदेऊ भिडियो ओइ लु बाहिर नजानु है के को बच्चा बारे साँच्ची हो क्या चुवा 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 गर्दै आगो फ्लाइले हो के कसम कस्तो कुरा मैले त्यति भन्छु तँले भने हो ओके मन डर लाग्यो ढटकन टुक 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 गर्ने टाढीबाट उ गर्न त्यो जिस्कान आउने के ताडीबाट ल ताडीबाट पानी नलानु ल दुईवटा सिक्का बाँकी छ चढाउनु पर्ने हुन्छ सिरिङ नगरौँ अनि सुरुमा हाल्दा अब हेरिरहेछ मैले मैले देखेन हेरिरहेछ एक तोली भित्र एक तोली बाहिर खै म अलि भित्र जान्छु छोड्दै भिडियो बनाइदिउ रे भिडियो त हाम्रो कृतिका म्यामले बनाउनु लाग्नु भयो ए मैले देखाइदिनु लौनु के मागेर आइसु के भन्नु तिमीलाई देखाइदिनुस् त पार्दै फुक्नु के भन्नु बाटो अलि छ त गराइदिनु तत्कालीन गर्न जान्छस् त हो देखियो सुन्यो मतलब धेरै भित्रसम्म छ होला नि किन तिमीले फाइनली को बुफरको जाने कोले बुफर मेरो आवाज कति चिसो ढुङ्गा हो यहाँ फोटो खिच्न मिल्दैन लाइक छिनपछि हेरौँला धेरै माग्न भयो ल हामी चाहिँ बाहिर निस्किँदैछौँ अनि बाटो चाहिँ अलिक अप्ठ्यारो छ हेरेर हिँड्नुपर्छ ल बाहिर निस्केपछि भनौँ ल कहाँ हो घर कहाँ तिम्रो केटा उहाँ हो भित्र भित्र नजाऊ केटा पुरै नागिन छ नागिन कोब्रा हान्दिला नि हानिदिन्छ फेरि चार ए क्या हो रहा है इधर देखिए नि ल गाइस हामी गुफा पुगेर फर्किसक्यो अनि अहिले चाहिँ यस्तो डेन्जरवाला बाटोमा हिँड्दैछौँ मिठो मिठो टिकटक बनाइदिएँ मैले भिडियो बनाइदिएँ गाह्रो छ मेरो भिडियो नबन्ने भयो आज गाह्रो छ म नआउने भयो नि त एउटा सस्पेन्डवाला मान्छे है कहीँ कहीँ मात्र झुलुक्क हाम्रो भाइ यस्तो है भ्यू ल
साइनो मिल्ने छ माया बौरे ओ कम टु छलदला आउनु पर्यो है सबैजना जलजला ऊ यस्तो यस्तो भिडियोहरू बनाउन मिल्छ तिम्रो मेरो हात मिल्छ र अलि हाइट मिल्ने मान्छेसँग त्यो अन्याय हो कस्तो अन्याय हो जिन्दगीको पाप मैले माग्ने त कसम यस्तो मागेको छैन मैले अर्कै मागेको अर्कै भयो खै सधैँ हे अमन पर्यो मान्छेसँग पनि मन पऱ्यो नि माया धेरै लाग्छ सधैँ गयो भने दुईजना साथी जान्छ फेरि साथी जान्छ है त्यो नि खोइ बिचमा छोडेर गयो गाडी नै सबै अगाडि पछाडि फोटो भयो कहिले कसो नआएको सस्पेन्ड नै भएको राम्रो हुन्छ कि होइन म कस्तो यत्रो बेरसम्म सस्पेन्ड भयो अनि हिउँ पऱ्यो वालवाला अनि बवाल चिसो गरे कसम यो सिजनमा आउँदा चाहिँ यो के चैत होइन जेठ बैशाख जेठमा त हुन्न होला बैशाखसम्म चाहिँ आउनु भयो भने चाहिँ अलिक बाक्लो बाक्लो ज्याकेट लगाएर होला यस्तो चिसो हावा पर्दो रहेछ अब त्यही हो जलजलाको भ्यू अहिले एकछिनपछि सिनामीको हेरौँ ल 3 2 1 गो गिलिक गिलिक गर्ने हो यही अरे गिलिक गिलिक गर्ने तर अलि यता गर्दो रहेछ गिलिक 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 ओए त्यहाँ हल्लिन्छ यार ओहो त्यहाँ हल्लिन्छ यार ल हाम्रो टिम आयो फाइनल्ली गाइस हामी मन्दिर भएकोतिर आइसक्यो यो मन्दिर हिउँ पऱ्यो वरिपरि हल्का हल्का रूपमा खासमा चाहिँ परेर पनि बिल्यो अरे ए यो मन्दिर जलजला आयो लगाइ चाहिँ यहाँको हाइट चाहिँ 31-45 मिटर मात्र रहेछ है हिजो हामी रिटर्न भयो साँझतिर अनि त्यसपछि भिडियो बनाउन पाइएन 1 बजे खाना खायौँ 12 कति बजे आएको थियौँ कति बजे आएको थियौँ हामी 11 बजे तिनी 11 बजे तिनी रे क्यामेराको ब्याट्री ढुस पार्ने उहाँ मोबाइलको ब्याट्री ढुस पार्ने म अनि सिधै ब्याट्री त्यही भएर भिडियो बनाउन पाइएन अनि के छ त कस्तो लाग्यो जलजला कस्तो रहेछ एक्साइटेडमेन्ट भएर गएको मान्छे कस्तो अनुभव ल्याएर आइस दाइ असम्भवलाई कि सम्भव बनाउने रहेछ नि त एक दिनमा होइन अनि बहिनी अब हामी घरतिर जान लाग्यो झोला कुटुम्रा बोकेर दिदी भर्खर आउनु भएको छ भान्जा बोकेर हस्पिटल आउनु भएको अरे अनि बहिनी यसको बारेमा चाहिँ घर पुगेर विशेष छलफल हुन्छ फेरि दुई भाइको होइन के भयो कस्तो भयो होइन सानसानो लास्ट इन्डिङ चाहिँ लास्टमा सानसानो इन्डिङ हुन्छ अनि झोला कुटुम्रा बोकेर हामी लाग्दिस घरतिर बाई बाई ल गाइस झोला कुटुम्रा बोकेर चाहिँ लाग्यो पल्ट घरतर्फ गाह्रो अर्को दिनको बिहान भइसक्यो अनि हामी चाहिँ अटोमा जानु लाग्यो घर अहिले यस्तो हालत नाजुक हालत चप ब्रो Where are you now? We are going now home. Yes, my bro.
अब हामी सिधै बाई बाई गर्दै घरतिर लागिसकेका छौँ होइन यसो घर पुग्दासम्मको हल्का सिनेमेटिक सर्टहरू देखाइदिन्छौँ हामी तपाईँहरूलाई गाइज सिनेमेटिक सर्ट हान्छु भन्ने मान्छे चाहिँ पहिले कोमामा सिनेमेटिक सर्ट हान्दै आउँछु भन्ने मान्छे गाह्रो छ अनि हामी चाहिँ घर आइसकेको थियो घर आएर चाहिँ काम यताउता गर्दा गर्दै चाहिँ रात परिसक्यो अनि मैले चाहिँ भर्खर एडिट लगभग आधा गरेँ अनि अहिले चाहिँ टाइम अपडेट भन्नुपर्दा चाहिँ रातको देखिने 12:16 चाहिँ भइसकेको छ अनि उहाँ चाहिँ मजाले सुत्नुभयो व्यवस्थापनहरू चाहिँ लास्ट मिलाउनुपर्ने चाहिँ रुम नै लथालिङ्ग भइसकेको छ अनि यो भिडियोले चाहिँ यहीँ गरौँ अनि अर्को एउटा चाहिँ यही हाम्रो जलजला यात्राको बारेमा चाहिँ भिडियो आउँछ होला किनकि धेरै कुराहरू पढ्नुपर्ने छ अब त्यो चाहिँ गरौँला अनि यो भिडियोले चाहिँ यहीँ इन गरौँ भिडियो राम्रो लाग्यो भने चाहिँ बढाइदिनु होला अनि नराम्रो लाग्यो भने चाहिँ गाली धम्की सल्लाह सुझाव दिन नबिर्सिनु होला सी यू अन नेक्स्ट भिडियो बाई बाई गाइज